इन्डिया जानेको त छुट्टै छ हैन इन्डियाको छुट्टै गरेर 10 लाख नेपालमा क्यास तिर्नु भयो क्यासै दिएर आएको आजभन्दा 2 वर्ष अगाडि त्यस्तो छ अहिले झन् कस्तो कति भइरहेछ तपाईको रोमानियामा ठिकठाकै भइरहेछ ठिकठाक भइरहेछ हजुर कता कहाँ बस्नुहुन्छ अहिले अहिले टुर्नी हो हजुर नमस्ते मेरो नाम चाहिँ भाग्य नेपाने चाहिँ नभन्न मेरो नाम चाहिँ युकेश सिंह हो आज चाहिँ छुट्टी परेको बेला यसो घुम्दै आएको एकदम भवाल छ मेरो नाम चाहिँ रवि विक हजुर घर कुन ठाउँ घर चाहिँ स्याङ्जा चापाकोट ए साङ्जाले दुईजना साङ्जाले पर्नुभयो हजुर सो गाइज हामी अहिले रेड कार्पेटमा छौँ होइन हाउ आर यु फिलिङ गाइज भाइहरू कस्तो भयो फिल भइरहेछ रमाइलो एकदम रमाइलो होइन The weather is so beautiful. लाइक रोमानियन्स गर्ल्स अरे क्या त्यस्तो नभन पर्यो नि हौ फेरि यस्तो गरिब पनि बस लगाउने हो बस अब यसो घुम्न गरिबीले राम्रो ठाउँमा नयाँ गरिबीले छोडेको छैन अझै आयो रमाइलो गर्न आयो एकदमै रमाइलो लागिरहेछ आजको दिन चाहिँ एकदम चिल छ भाइ अब यसो जाओस् न त मलाई चाहिँ फेरि बोल्नै आउँदैन के बोल्नु बोल न अब हेर्नु यहाँ हामी चाहिँ समुद्र जस्तो छ होइन यहाँ हेर्न आएको छौँ आज चाहिँ छुट्टीको दिन हो हेर्न आएको छौँ एकदम राम्रो छ यो चाहिँ रेड कार्पेट भन्दो रहेछ यो एरियालाई चाहिँ एकदम राम्रो छ यो घुम्नलाई एकदम हावा पनि सरर आइरहेको छ रमाइलो छ एकदम ल धन्यवाद भाइ जाओस् न त एक दुईवटा हजुर नमस्ते मेरो नाम चाहिँ भाग्य नेपाने चाहिँ नभन्न मेरो नाम चाहिँ युकेश सिंह हो आज चाहिँ छुट्टी परेको बेला यसो घुम्दै आएको एकदम भवाल छ रमाइलो छ यस्तो गर्मीमा सालुत के छ आराम हुनुहुन्छ हल्का भिडियो है हजुरको नाम सफलतामा यस्तो जाओस् न त भइरहेछ ठिकठाक भइरहेछ हजुर कता कहाँ बस्नुहुन्छ अहिले अहिले टुर्नेरी हो ए टुर्नेरी हजुर भन्नाले काम चाहिँ केमा छ अहिले मेरो आरबिएममा आरबिएम भन्दा के वेयर हाउस हो बटल बेन्डिङ यो बटल हाल्नुहुन्छ नि ए भित्र मेसिन देखिन्छ पोकाहरू बार्ने त्यही हो अनि तपाईँहरू तिनजना सँगै हो हामी तिनजना सँगै हो कति भयो आउनु 1 वर्ष भयो 1 वर्ष भयो सुरुमै कम्पनीमा आउनु भएको होइन नि म त सुरुमा यो कम्पनी होइन ए कति भन्नाले कम्पनी 1 वर्षमा कम्पनी चेन्ज गरिसक्नु भयो 1 वर्षमा भन्नाले नि कहानी लामै भन्न मिल्छ सर्टकटमा सुनाउने यो सर्टमा भन्न मिल्छ त्यही हो आगो कोस्टान्डा थियो पहिला ए कोस्टान्डा भन्थ्यो पहिला कोस्टान्डा थियो होटल लाइनमा त्यहाँबाट 14 डेमा यहाँ आयो ए बुकारेस्ट कोस्टान्डाबाट 14 दिनमा यहाँ 14 दिनमा कम्पनी चेन्ज गरेर कम्पनी चेन्ज भन्दा टिआरसी सिआरसी केही नलिएर त्यो पेपर बनाइदिँदो रहेछ एउटा त्यो पेपर लिएर आयो यहाँ आएर 3 मन्थ वेट कम्पनीको लागि अहिले धेरै राम्रो पहिलाको भन्दा टिकिरहेको छु त्यही भएर 1 वर्ष अहिलेको अवस्था धेरै ठिक छ पहिलाको भन्दा चाहिँ तपाईहरु तिनजनासँग आउनु भएको के हो होइन नि म त छुट्टै आएको दाइहरू त 2 वर्ष भयो 13 मन्थ 16 17 मन्थ भयो मैले क्वेसन गर्दै हुन्छ म अहिले कति 5 वर्ष पुग्नु 5 वर्ष पुगिसक्यो पहिलेदेखि रोमनी लाइफमा चाहिँ योभन्दा पहिला कुनै देश जानु भएको म गएको थिएँ मेरो फर्स्ट टाइम रोमनी हो ल हाम्रो गणेश दाई स्याङ्जाको दाई स्याङ्जाली हो दाइ हजुर ल दाइ हजुरको नाम मेरो गणेश मानन्द ल हजुरलाई स्वागत हजुर बस्नु कसरी कुरा गरौँ हजुर अनि हजुर कति बजेर आउनु म लगभग 2 वर्ष भयो 2 वर्ष भयो हजुर ए भन्नाले केमा अहिले काम चाहिँ के गरिरहेको काम त्यही हो भाइहरूसँग वायर हाउस कसो छ अहिले ठिक छ रमाइलो छ चेन्ज गर्नुभएको 2 वर्षमा कि एउटा काम चेन्ज गरेर छैन जुन कम्पनीमा आएको त्यसमै छु अहिलेसम्म दुईटा कुरा सोध्छु होइन हजुर रोमानिया सबभन्दा राम्रो लागेको कुरा के र नराम्रो लागेको कुरा के यहाँ सबभन्दा राम्रो लागेको कुरा यो बाटो पार गर्दाखेरि जस गाडीहरू रोकिदिन्छ होइन त्यो मलाई बेस्ट लाग्छ भने सबभन्दा नराम्रो चाहिँ यो कम्पनीमा जति काम गरे पनि रेस्पोन्स नदिने क्या जस्तो सुपरभाइजर म्यानेजरहरूले रेस्पोन्स नदिने क्या त्यो तिनीहरूले तल्लो स्तरै व्यवहार गरिदिने क्या त्यो चाहिँ मलाई ठिक लाग्दैन हजुरको त अहिले अवस्था चाहिँ ठिक छ नि राम्रो गरिराख्नु भएको छ ठिकै छ राम्रो गर्छ हैन ठिकै गरेछ जस हामी यत्रो वर्ष भयो होइन जति वर्ष भयो पनि त्यो नगरिदिने क्या भन्नाले कस्तो त्यो कामको मूल्याङ्कन नगर्ने क्या काम अनुसार मूल्याङ्कन नगरिदिने जस्तो जति नयाँ आएको छ पुरानो पनि त्यसैमा उ गरिदिने के मतलब हामीलाई पुरानो भयो भने छुट्टै उ हुन्छ नि त अरू देशमा त यहाँ त्यस्तो पोजिसन बढ्दै जाने सेलेरी बढ्दै जाने त्यो हुन्छ नि यहाँ त नयाँ थपिँदै गएको छ सेलेरी पनि पुरानोको त्यो छैन कि त्यही एउटा मेसेज केही भन्नु छ
अहिले नेपालबाट कोही आउँदै हुनुहुन्छ अथवा नेपाली दाजुहरू दिदीबहिनी आउँदै हुनुहुन्छ उहाँहरूको लागि छोटो म्यासेज तपाईँ एज अ वेयर हाउसमा काम गर्नुहुन्छ होइन तपाईँको एक्सपिरियन्स भनिहाल्नु भयो कस्तो भयो होइन हजुर उहाँहरूलाई केही सानो म्यासेज राम्रोसँग बुझेर आउनुहोस् होइन यहाँ धेरै सप्लाई कम्पनीहरू छ होइन राम्रोसँग बुझेर आउनुहोस् सप्लाई कम्पनी आज एक ठाउँमा भोलि अर्को ठाउँमा लग्छ होइन त्यही बुझेर आउनुहोस् भनिदिन्छु म अनि कति टाइम भिजा निकालेर आउनुभयो त नि हजुर म लगभग 9 महिना लाग्यो 9 महिना लाग्यो है 9 लगानी कति लगाउनु भयो लगानी 10 भेट्यो मेरो 10 लाख भेट्यो है 10 लाख भेट्यो धेरै हुन्छ अब इन्डिया जानुको त छुट्टै छ होइन इन्डियाको छुट्टै गरेर 10 लाख नेपालमा क्यास तिर्नु भयो क्यासै दिएर आएको आजभन्दा 2 वर्ष अगाडि त्यस्तो छ अहिले झन् कस्तो कति खाएको होला त्यही हो ल हुन्छ दाइ भेट्यो खुसी लाग्यो होइन हस् किन नबोल्ने त्यस्तो नभन्नु न किन नाम भन्नु न नाम भन्नु न नाम भन्नु त हजुरको नाम खेलाडी पुरा बढी त होइन बढी त त्यस्तो होइन जस्तो बनाउनु आएको के हो मेरो नाम चाहिँ रवि विक हजुर घर कुन ठाउँ घर चाहिँ स्याङ्जा चापाकोट ए साङ्जाली दुईजना साङ्जाली बन्नु भयो हजुर अनि प्लेयर त त्यस्तो प्लेयर त होइन हल्का फुल्का हो कस्तो के फुटबल प्लेयर भलिबल अनि भलिबल हो हजुर भलिबल खेल्नुहुन्छ हजुर ए भन्नाले यहाँ भलिबल संस्था के उसमा हुनुहुन्छ होइन हजुर म स्याङ्जा समाजबाट खेल्छु कस्तो भइरहेछ रोमानियाको पछि रमाइलो छ अब हजुर ठिकै छ अब ठिकै छ भनौँ अहिलेसम्म ठिकै छ सबै तीनजनाले एउटै कम्पनीमा काम गरिराख्नु भएको छ है हजुर एकै ठाउँमा ए, कस्तो छ खाना बस्ने अब व्यवस्था खाना अलिकति बस्न salary ठिकै छ भन्नुहुन्छ भने? ठिकै छ अब स्यालेरी पनि रमाइलो ठिकै दिइरहेको छ अहिलेसम्म सोचे जस्तो त्यही छ भन्नाले साङ्जाली दुईजना साङ्जाली हजुर उहाँ चाहिँ कहाँ रे उहाँ चाहिँ तनहुको ए तनहु हजुर ल ठिक छ दाइ भेटेर खुसी लाग्यो होइन केही म्यासेज दिन चाहनुहुन्छ होइन अब त्यस्तै हो अब के म्यासेज दिन छ र ल ल हुन्छ हस् ल धन्यवाद है। दाइ, हस्